हे एभ्रिवान गुड मर्निङ। सो आज चाहिँ म बिहान बिहानै बहिनीलाई भात खिलाउँदैछु किनभने यिनीहरूको स्कुल हुन्छ बिहान बिहानै। त्यही भएर म चाहिँ दुईवटा स्वेटर लगाएर बसेँ किनभने नि तेजुमा एक्सट्रिम ठन्डा हुँदैछ कि गाइस, बहुत ज़्यादा ठन्डा एकदम। मतलब सहन नगर्नु छ, नाक साक बिहान जाँदा पुरा रातो हुन्छ अनि हातहरू पनि पुरा जमिन्छ कि पानी चाहिँ म छुँदै एकदम कारेन्ट लाग्ने खालको त्यस्तो भइरहेछ क्या। अनि हामी चाहिँ बहिनी अब के गर्नु, ठन्डा भए पनि भात त खिलाउनु पऱ्यो, स्कुल जानै पऱ्यो। अनि त्यही भएर यहाँ चाहिँ बहिनी मेरो, हामी चाहिँ बहिनीलाई बिहान बिहानै फटाफट रेडी गरेर हामी चाहिँ अब जानु लागेको कता भन्दाखेरि नि त नि आज चाहिँ बिहा छ हो। कसको भन्दाखेरि हाम्रो आबेनको छोराको। कहाँ छ भन्दाखेरि नि रोइङमा छ, रोइङमा आरा क्याम्प भन्ने ठाउँमा हो, बस्तीमै हो। अनि त्यहाँ जानु लागि चाहिँ हामी फटाफट रेडी हुने अब। अनि उताबाट डिम्बाबाट आनीहरू पनि आउनु हुँदैछ, अनि उनीहरू जस्तै गाडीमा जानुहुने जानु, हामी पनि जाने। अनि सबैजना रेडी हुँदैछ अनि उहाँ पनि रेडी हुने। अहिले म तपाईँलाई रेडी, हामी चाहिँ यहाँ रेडी हुँदै गरम पर्छ नि गाडी आइपुगेको छैन अहिलेसम्म। हामी चाहिँ अब जानु लागेको, यो गाडी पनि आइसकेको छ यहाँ। आफ्नो हामी रेडी भइसक्यो केटाकेटी एकदम। हामी गएको अब यो गाडी यहाँ हामी चाहिँ यहाँ गएको हामी चाहिँ बेघरमा बसेको गाइस। यहाँ यस्तो पेन्डल डेकोरेसन गरिरहेको छ है, त्यो बसेको अब गाइस बेघरमा। अनि यी बेघरको भोज यस्तो छ है गाइस, खसीको मासु, रोटी अनि जुस दिएको छ स्वागतमा चाहिँ। अहिले त्यही हो, अनि त्यही खाइरहेको छ हामी। चल्दैछ गाइस, यस्तै हुन्छ तामाङको बिहा गाइस। अब हामी भात खानु गएको दाजु र म, यहाँ त सबै जान्दैछ गाइस। हामीले अब यहाँ भात खानु थालेको, यहाँ थाल्छौँ, यहाँ सबैजना छ बेघरमा गाइस। यहाँ चाहिँ खसीको मासु, यहाँमा गएको बिजक लालचा सबसे पहिला सासू उठ्छ, त्यहाँबाट जेठानी उठ्छ। बिजक हामी चाहिँ कपडा खोलेर अब आफ्नो ड्युटीमा लाग्दैछु। के भने थाहै छ भात बनाउनु त तपाईँहरूलाई आइसकेको छ। घर पनि पुग्यो बल्ल भर्खर, अघि भर्खर पुगेको। कपडा सबै चेन्ज गरेर चाहिँ हामी चाहिँ अब काममा लागेको। आँसु यहाँ लागिरहेछ।